हामी बाबुहरूलाई लिएर बच्चाहरूलाई लिएर गैरीबारी झर्नको लागि हामी जान खोजिरहेको छौँ। खै म जाने कहाँ हो, म बस्ने कहाँ हो, कता कता हो यत्रो मान्छे। अनि बच्चाहरूलाई खाजा खुवाउन पर्छ भनेर हामीले अलिकति समस्या ल्यायौँ। अनि त्यसपछि भाउजूले अब के किन्यो अरे चिसोहरू लैजाने। यहाँ फलफुलको पसलमा हामी आएको छौँ। गैरी गाउँ झर्ना अनि अरू गर्मी छ, गर्मीमा रमाइलो गर्न बच्चालाई लिएर होइन जुटपानीको चोक कटेर हामी कालिका मन्दिर प्रस्थान गर्दैछौँ। कालिका मन्दिर अगाडि आइपुगेका छौँ। यति राम्रो छ मौसम, आज चितवनमा खुलेको मौसम छ, घाम छर्लङ्ग लागिरहेको छ। कालिका मन्दिर मुख्य यो कालिका मन्दिरको मन्दिर। अर्को मन्दिर पनि हाम्रो यतातिर छ। ल कालिका मन्दिरलाई हामीले दर्शन गरेर कालिका माता कि ल हामी शक्ति खोजेर लाग्छौँ। गैरीबारी चोक आइपुग्न लाग्यो। गैरीबारी चोक यहाँनिर एउटा सहकारी पनि छ है। हामी यहाँबाट हामी गैरीबारीतिर जाने। अब यो बाटो चाहिँ गैरीबारी झर्न पुगिन्छ। गैरीबारी भनेको गहिरो गहिरो ठाउँ आइपुग्यो। आहा यो गाउँ कति राम्रो गाउँ। सहरेलाई गाउँ मन नपर्ला, हामी गाउँलेहरूलाई चाहिँ गाउँ नै मनपर्छ। गाउँघर घुम्न जाने भन्दाखेरि कति मन आनन्द हुन्छ, पाहाडतिर जाने भन्दाखेरि मनै सरुवा हुन्छ। यो कन्फर्म गरेर अब हामी जान्छौँ अझै यो बाटोमाथि। गैरीबारी रहेछ, कालिकाहाट गैरीबारी झर्ना नजिक आइपुग्न लाग्दाखेरि चाहिँ थोरै ग्राभलको बाटो छ, 100 मिटर जति ग्राभलको बाटो छ। स्टेसन आइपुग्यो। स्टेसनमा आएर हामी गाडीलाई पार्किङ गर्न खोजिरहेछौँ। अनि हाम्रो भाउजूहरू हामी सबैजना झऱ्यौँ। गाडीलाई पार्किङ गरेर अनि हामी लाग्छौँ माथि झर्दै। ल अगाडि छिटो ल आउनु, गाडी पार्किङ गर्नु। हाम्रो बाबुहरू अगाडि। ल सामानहरू लिएर माथि बिस्तारै आउनु। कस्तो छ नि गैरीबारी झर्ना? एकदम राम्रो, एकदम रमाइलो। पहिलोचोटि हो कि कतिचोटि भयो? थर्ड टाइम हो यहाँ। थर्ड टाइम। तेस्रो चोटि भाउजूको? तेस्रो चोटि हो मेरो चाहिँ। ल जाउँ जान्नु तपाईँ। ल म गएँ। ल हाम्रा टिम आज यति नै हो है। गैरीबारी झर्नाको यात्रामा छौँ। अलिकति सिडी पनि हिँड्नु पर्दो रहेछ। बाबुले झोला चाहिँ गजबसँग बोक्नु भयो, कान्छोले। मान्छेहरू आउँछ। फाइनली हामी झर्ना देख्न पाउने भएका। गैरीबारी झर्नको लागि हामी आउने क्रममा हाम्रो सर पनि आउनु भयो होइन। समयले उहाँहरूको ग्रुपलाई पनि भेट्न सक्यौँ। सर आराम हुनुहुन्छ? को आउनु भयो? हामी 4 जना आएको। ओहो 4 जना छुट्टो आउनु भयो। ल अब नआउनुहोस्, रमाइलो गर्नुहोस्। हस् ल गैरीबारी झर्नाको यो लभ सिग्नल बनाएको फोटो। ल गैरीबारी झर्ना। ल नुहाउन पर्यो गैरीबारी झर्नामा अब सबैजना मिलेर। ल फाइनल्ली गैरीबारी झर्ना मुख्य झर्ना मेन झर्ना हामी देख्यौँ।